शतम पब्रवाम शरदः शतगुं शृणुयाम शरदः। 100 वर्षसम्म बाँच। कसरी? 100 वर्षसम्ममै निरगी भएर बाँच। 100 वर्षसम्म तिम्रा कानले सुन्न सकुन्, 100 वर्षसम्म तिम्रा आँखाले देख्न सकुन् भनेर वेदले तोकिदिएको छ भने जम्मा हाम्रो आयु 100 वर्षको छ। तर के गर्ने र राजन, 100 वर्षको आयुमा पनि व्यक्तिले 50 वर्षको समय त सुतेर बिताउँछ। विचार गर्नु त हो कि होइन? आधा जीवन त हामीले सुतेर बिताइयो नि त, राति राति कसले काम गरेको छ र? त 50 वर्षको समय सुतेर बिताउँछ व्यक्तिले, जम्मा रह्यो 50 वर्ष। त्यो 50 वर्षमा पनि बाल्यकालको अवस्था खेलेर कुदेर बित्यो, पौगण्ड र युवा अवस्था विद्या आर्जन गर्दा गर्दै पढ्ने पढाउने क्रममा बित्यो। अनि जब युवा अवस्था टेकेर अलिकति परतिर पुगिसके पछाडि विवाह गर्ने बेला भयो। हेर्नु सज्जन, विवाह भयो, 1बाट 2 भयो। अब 1 को माया 2 मा अलिकति बढाउनु पर्ने हुन्छ। हेर्नु, अनि 1 र 2 को सङ्गमले 3 को उत्पत्ति हुन्छ। त्यही एक व्यक्तिले 3 को उत्पत्ति भइसक्दा अलिकति कामना बढाएर लान्छ। ऊ मर्दैछु सोच्दैन, अब 3 नम्बरलाई मैले कसरी पाल्ने, कसरी हुर्काउने, कसरी त्योसँग मैले जीवन चलाउने भन्ने कुरा सोच्न थाल्छ। त्यो 3बाट त्यो 1 नम्बरको व्यक्तिले 4 खोज्न थाल्छ। हेर्नु सज्जन, अब 3 र 4 मिलाइदिन्छन्, 3 र 4 को मिलनबाट 5 आउँछ। 5 नम्बरको व्यक्तिलाई पुनः 1 नम्बरकोले सोध्न थाल्छ, बाबु तिमीसँग कसरी मैले जीवन बिताउने, तिनलाई कसरी पाल्ने। सोच्दा सोच्दै अर्काका लागि हेर्दा हेर्दै सज्जन जम्मा बचेको 50 वर्षको आयु पनि डुबेर गयो। केही पनि गर्न पाइएन। गर्छु भन्दा भन्दै जानु पर्यो। त्यसका निमित्त के गर्ने, आफूलाई कसरी सुधार्ने त्यो 50 वर्षभित्र भन्दा सर्वप्रथम त हामीले पुराण मात्रै सुन्नु भनेर भन्नु हुँदैन। हेर्नु सज्जन, पुराणै सुन्नुपर्छ भन्ने छैन, राम्रा कुराको सङ्गत गर्नुपर्दछ, सुन्दर साथहरूको सङ्गत गर्नुपर्दछ, सत्सङ्गमा जाने। सत्सङ्ग भन्दैमा पुराणलाई मात्रै लिनु हुँदैन सज्जन। विद्यालयमा पनि कहिलेकाहीँ राम्रा कुरा कतै वाचन गरेर गुरुहरूले हाम्रा मास्टरहरूले सिकाउनुहुन्छ भने हाम्रा गुरुवर्गहरूको कुरो पनि सुन्नुपर्छ। सत्सङ्गको अर्थ भनेकै सताम सज्जनानाम सङ्गः। सज्जनहरूको जहाँ भेला भएको ठाउँ छ त्यसैलाई सत्सङ्ग भनेर भनिन्छ। सत भनेको सत्य, सङ्ग भनेको सत्यको सङ्गत गर्नुलाई सत्सङ्ग भनेर भनिन्छ। त यस्ता सत्यवादी पुरुषहरूसँग हामीले सङ्गत गरेर आफ्ना जीवनलाई सुधार्ने खालका विविध वस्तुहरूलाई सुन्नुपर्छ। सुरुमा श्रोतव्य, राम्रा कुरा सुन्नुपर्छ। अनि सुनेका कुरालाई के गर्ने भन्दा कीर्तितव्यश्च, ती सुनेका कुरालाई भन्ने पनि बानी लगाउनु पर्दछ भनेर बताइदिनु भयो। अनि सुनेर भनिसके पछाडि मैले के सुनेर के भने भन्ने कुरा चाहिँ स्मर्तव्य, अलिकति स्मरणमा राख्नु पनि पर्छ। प्रष्टतया आफूले पनि बुझ्नुपर्छ सज्जन, म के भन्छु भने जुन कुरामा तपाईँले